ओके सम्पूर्णमा मेरो नमस्कार र स्वागत छ नेपाल अकाउन्टिङ पाठशाला च्यानलमा। अनि हिजो मैले चाहिँ एडजस्टेड ट्रायल ब्यालेन्सको थ्योरेटिकल कन्सेप्ट तपाईहरुको सामु प्रेजेन्ट गरेको थिए र जर्नल प्रपर जसलाई हामी एडजस्टेड ट्रायल ब्यालेन्स सर नै कुरा गर्छौं। जर्नल प्रपरमा हिजो मैले एडजस्टमेन्ट एन्ट्रीज फर एडजस्टमेन्टमा ओपनिङ एन्ट्रीज, क्लोजिङ एन्ट्रीज, ट्रान्सफर एन्ट्रीज, एडजस्टमेन्ट एन्ट्रीज त्यो जर्नल जस्तै हो, तर त्यही एडजस्टमेन्ट एन्ट्रीजलाई लिएर एउटा छुट्टै टपिक जुन एक्जाम पोइन्ट अफ भ्यूले तपाईलाई क्लास 11 को लागि र क्लास 9 को लागि मोस्ट युजफुल टपिक जुन एक्जाममा क्वेशन सोध्छ नै जर्नल प्रपरबाट त्यो जर्नलको क्वेशन सोध्दैन। जुन हामीले भनेथ्यौ नि जर्नल प्रपर इज लाइक अ जर्नल, it is made in the same format like the journal and त्यो के बनाइन्छ त्यो पनि हिजो मैले कुराकानी गर्दै थिए। ओपनिङ एन्ट्रीज, क्लोजिङ एन्ट्रीज, एडजस्टमेन्ट एन्ट्रीज, ट्रान्सफर एन्ट्रीज त्यो सबैको कुराकानी गरेको थिए। त्यो युजफुल छैन, तर एन्ट्रीज फर एडजस्टमेन्ट एन्ट्रीज जो हिजो कुराकानी गरेको त्यो थ्योरेटिकल कन्सेप्टमा त्यो एडजस्टेड ट्रायल ब्यालेन्सको लागि नै थियो र त्यो एडजस्टेड ट्रायल ब्यालेन्सको कन्सेप्ट थ्योरेटिकल कन्सेप्ट जुन एडजस्टमेन्ट एन्ट्रीज को बारेमा हिजो दिएको थिए त्यो एडजस्टमेन्ट एन्ट्रीजलाई समेटेर र ट्रायल ब्यालेन्स को पनि जुन कन्सेप्ट मैले दिएको थिए प्रिभियस भिडियोमा त्यो ट्रायल ब्यालेन्स को कन्सेप्ट र एडजस्टमेन्ट एन्ट्रीज को कन्सेप्टलाई लिएर हामी एडजस्टेड ट्रायल ब्यालेन्स इजिली बनाउन सक्छौं र क्वेशन यसरी डिजाइन गरिएको हुन्छ तपाईलाई कि अलरेडी तपाईलाई ट्रायल ब्यालेन्स बनाएर दिएको हुन्छ एडजस्टेड ट्रायल ब्यालेन्स को लागि र ट्रायल ब्यालेन्स भनेकै जुन हामीले बनाएर दिएको जुन ट्रायल ब्यालेन्स जुन हुन्छ जुन हामीले अस्ति पढिसकेको थियो त्यो ट्रायल ब्यालेन्स भनेको अनएडजस्टेड ट्रायल ब्यालेन्स भइहाल्छ एडजस्टेड ट्रायल ब्यालेन्स को क्वेशन को लागि। र सँगसँगै मैले जुन एडजस्टमेन्ट एन्ट्रीज को कुरा गरे थिए त्यो एडजस्टमेन्ट एन्ट्रीज ट्रायल ब्यालेन्स बाहिरको इन्फर्मेसन जुन दिएको हुन्छ एडजस्टमेन्ट भनेर लेखेर या एडिशनल इन्फर्मेसन लेखेर 3-4 वटा आइटम सोध्छ, त्यो भन्दा बढी सोध्दैन। क्लास 11 को लागि पनि 5 मार्क्समा क्वेशन सोध्छ र क्लास 9 को लागि पनि 5 मार्क्समा यो क्वेशन सोध्छ र इम्पोर्टेन्ट छ कहिलेकाहीँ क्लास 11 लाई 3 मार्क्समा पनि यो क्वेशन सोधिन्छ 3+2 गरेर, तर क्लास 9 लाई 5 मार्क्समा यो क्वेशन सोध्छ र क्लास 12 को लागि यो वर्कशीट को लागि एउटा बेस हो। क्लास 12 ले अब 11 में पढेको होला बिर्सिहालेको लागि त्यसैले वर्कशीट को लागि यहाँसम्मको बेस हो र वर्कशीटमा फाइनल अकाउन्ट समेटेर एडजस्टेड ट्रायल ब्यालेन्स बनाइन्छ। तर आज हामी क्लास 9 र 11 को लागि यो एडजस्टेड ट्रायल ब्यालेन्स को कुराकानी गर्छौं। अब यो चाहिँ तपाईले क्वेशन एडभान्स सरस्वती पब्लिकेशन क्लास 11 को बुकबाट एनालाइटिकल क्वेशन जुन छ ए नम्बर 1 दिएको छ, बोर्डमा लेखिएको छ, प्रेजेन्ट गरिएको छ। हेर्नुस् त यहाँ के भनेछ, एन अनएडजस्टेड ट्रायल ब्यालेन्स अफ अ ट्रेडर इज गिवन बिलो। अलरेडी ट्रायल ब्यालेन्स हामीलाई बनाएर दिएको छ, पर्टिकुलर्स डेबिट र क्रेडिट को आइटम छुट्याएर पनि दिएको छ हामीलाई। क्यापिटल क्रेडिट साइडमा छ 2 लाख, सेल्स चाहिँ 3 लाख क्रेडिट साइडमा, पर्चेज चाहिँ 1,50,000 डेबिट साइडमा, पर्चेज रिटर्न चाहिँ क्रेडिट साइडमा 10,000, सेल्स रिटर्न डेबिट साइडमा 20,000, प्लान्ट एन्ड मेसिनरी डेबिट साइडमा 1,30,000, वेजेज चाहिँ डेबिट साइडमा 70,000, डेब्टर्स चाहिँ 30,000, त्यस्तै क्रेडिटर्स चाहिँ 1,80,000, स्यालेरी चाहिँ 90,000, फर्निचर चाहिँ 1,20,000, क्याश एट बैंक 73,000 र इन्स्योरेन्स चाहिँ 7,000 र टोटल अफ डेबिट र क्रेडिट इक्वल दिएको छ 6,90,000। यो ट्रायल ब्यालेन्स दिएको छ र ट्रायल ब्यालेन्स बाहिरको आइटमलाई हामी के भन्छ एडजस्टमेन्ट जुन लेखेर दिएको हुन्छ या त एडिशनल इन्फर्मेसन या त एडजस्टमेन्ट भनेर। नम्बर 1 मा आउटस्ट्यान्डिङ वेजेस दिएछ 10,000, नम्बर 2 मा डिप्रिसिएसन दिएछ जुन प्लान्ट माथि पनि भनेछ र फर्निचर माथि पनि भनेछ 5% चार्ज गर्न, त्यस्तै प्रिपेड इन्स्योरेन्स भनेछ 2,000 र रिक्वायर्ड मा के भनेछ एडजस्टेड ट्रायल ब्यालेन्स। अब यो फर्मेट कस्तो छ एडजस्टेड ट्रायल ब्यालेन्स को लागि त भनेको राइट साइड तिर तपाईहरु बोर्डमा हेर्न सक्नुहुन्छ। एडजस्टेड ट्रायल ब्यालेन्स सिरियल नम्बर एसएन को पहिलो कलम, धेरै जसो बुकमा दिएको पनि हुँदैन, दिएको पनि हुन्छ, त्यसैले फर्मेटमा एसएन राख्दा पनि हुन्छ नराख्दा पनि हुन्छ सजिलोको लागि। पर्टिकुलर्स त्यसपछि एलएफ लेजर फोलियो यो पनि दिएको हुन्छ, राख्दा पनि हुन्छ राख्दा पनि हुन्छ, तर कम्पल्सरी अब जस्तो
ट्रेडिसनल वाइजमा जस्तै पहिलादेखि चलिआएको फर्मेटमा एसएन पनि थियो, एलएफ पनि थियो, त्यसैले त्यही फर्मेटले फलो गरेर बनाइएको छ। त्यस्तै एसएन पर्टिकुलर्स एलएफ पछि अर्को कलम भनेको अनएडजस्टेड ट्रायल ब्यालेन्स, जुन अलरेडी क्वेसनमा दिएको छ अनएडजस्टेड ट्रायल ब्यालेन्स, त्यो अलरेडी बनाएर हामी यही सेम टु सेम इन्फर्मेसनलाई यहाँ सार्छौँ। त्यसपछि एडजस्टमेन्ट जुन तलतिरको दिएको छ त्यो एडजस्टमेन्टको अनएडजस्टेडको पनि डेबिट र क्रेडिट, एडजस्टमेन्टको पनि डेबिट र क्रेडिट जुन यहाँ एडजस्टमेन्ट दिएको छ त्यो, र यो दुईटै कलमलाई एडजस्ट गर्दै अनएडजस्टेड र एडजस्टमेन्ट कलमलाई एडजस्ट गर्दै एडजस्टेड ट्रायल ब्यालेन्सको डेबिट र क्रेडिट। अब यो सबभन्दा पहिला यति त कुरा हामी बुझ्यौँ, यो फर्मेटको कुरा बुझ्यौँ, तर यसले प्रेजेन्ट कसरी गर्ने मेन त काम यो हो। यहाँसम्मको आइटम्स तपाईँहरू इजिली फिल गरिसक्नुहुन्छ, अलरेडी यहाँ जुन दिएको त्यही आइटम यहाँसम्म हाल्नुहुन्छ, त्यसपछि यो आइटमलाई यहाँ हाल्नुहुन्छ र त्यसपछि यो दुईटैलाई यो अनएडजस्टेड कलम र एडजस्टमेन्ट कलमलाई दुईटैलाई एडजस्ट गर्दै एडजस्टेड ट्रायल ब्यालेन्स चाहिँ बनाउनुहुन्छ। त त्यसको लागि सबभन्दा पहिला एडजस्टमेन्टको कुराकानी गरौँ। हिजो पनि मैले कुराकानी गरेको थिएँ कि एडजस्टमेन्टको इन्ट्रिज थाहा हुनु पर्यो, इन्ट्रिज थाहा हुन्छ भने हामी इजिली बनाउन सक्छौँ। त नम्बर 1 को इन्ट्री हुँदाखेरि जर्नलमा बनाउँदैछु। नम्बर 1 को आउटस्ट्यान्डिङ वेजेसको जर्नल के हुन्छ, वेजेस डिआर टु आउटस्ट्यान्डिङ वेजेस /s भनेको आउटस्ट्यान्डिङ वेजेस 10,000 10K मैले लेखेँ, यहाँ ठाउँ छैन त्यसैले 10K, के भनेको 1000 10,000 भयो। अब यहाँ वेजेस एकाउन्ट डिआर टु आउटस्ट्यान्डिङ वेजेस एकाउन्ट। अब ठ्याक्कै तपाईँ यहाँ हेर्नुहुन्छ नि, यो इन्फर्मेसनले हामीले अनएडजस्टेड ट्रायल ब्यालेन्सको कलममा हालिदियो हैन। क्यापिटल 2 लाख छ, 2 लाख हालिदियो क्रेडिट साइडमा, सेल्स चाहिँ 3 लाख छ क्रेडिट साइडमा हालिदियो, पर्चेज चाहिँ 1,50,000 छ 1,50,000 हालिदियो, त्यसले पर्चेज रिटर्न चाहिँ कति छ 10,000 क्रेडिट साइडमा हालिदियो, सेल्स रिटर्न 20,000 छ 20,000 हालिदियो डेबिट साइडमा, प्लान्ट एन्ड मेसिनरी 130 डेबिट, वेजेस 70,000 डेबिट, डेब्टर्स 30,000 डेबिट, त्यसै स्यालेरी क्रेडिटर्स 1,80,000 क्रेडिट साइडमा, स्यालेरीज 90,000 डेबिटमा, फर्निचर 1,20,000 डेबिटमा, क्यास एट बैंक 73,000 डेबिटमा, इन्सुरेन्स 7,000 डेबिटमा। अब पालो आयो, यति काम त हामीले यहीँबाट उठाएर गऱ्यौँ। एडजस्टमेन्ट कलमको आइटमको कुरा गर्दै नम्बर 1 को म पहिला कुरा गर्थेँ, इन्ट्रिज बनाएर देखाएँ तपाईँले, एडजस्टमेन्ट कलम कोरिएको छ डेबिट र क्रेडिट। अब आउटस्ट्यान्डिङ वेजेस कुन साइड छ, एडजस्टमेन्ट इन्ट्रिजमा क्रेडिट साइड छ। त एडजस्टमेन्ट कहाँ लेखेको छ हामीले हेर्नुहोस् त, यहाँ लेखेको छ एडजस्टमेन्ट, त यो एडजस्टमेन्ट यहाँ लेखेको छ, आउटस्ट्यान्डिङ वेजेस यहाँ नम्बर 1 मा लेखेको छ। इट मिन्स आउटस्ट्यान्डिङ वेजेस क्रेडिट साइडमा छ, त यहाँ एडजस्टमेन्ट कलममा हामी कहाँ लेखेछ, क्रेडिट साइडमा लेखेछ। कहाँ लेखेछ, क्रेडिट साइडमा। त्यस्तै के को एडजस्टमेन्ट दिएछ, आउटस्ट्यान्डिङ वेजेस, त वेजेसको एडजस्ट माथि खोज्ने वेजेस कहाँ छ, त यहाँ छ 7 नम्बरमा वेजेस छ। वेजेस कुन साइड छ, डेबिट साइड छ, त ठ्याक्कै एडजस्टमेन्ट कलमको माथितिर जाने र वेजेस खोज्ने, यहाँ छ वेजेस, वेजेसको ठ्याक्कै सामुने डेबिट कलममा 10,000 हाल्ने, ठिक छ। वेजेस के गर्ने, वेजेस खोज्ने, आउटस्ट्यान्डिङ वेजेस के को आइटम, पहिला पोस्टिङ आउटस्ट्यान्डिङ वेजेस अकर्डिङ टु द इन्ट्री क्रेडिट साइडमा, त एडजस्टमेन्ट कलमको आउटस्ट्यान्डिङ वेजेस क्रेडिट साइडमा हामीले हाल्यौ। त्यसपछि वेजेस कहाँ छ, डेबिट साइड छ, वेजेसको एडजस्टमेन्ट छ, वेजेसको इन्ट्रीमा डेबिट साइड छ, वेजेस खोज्ने एडजस्टमेन्ट कलमको डेबिट साइडमा हाल्ने, पहिलो इन्ट्रीको काम सक्यो। त्यसकै अब डिप्रिसिएसनको इन्ट्री गर्दाखेरि, त डिप्रिसिएसनको इन्ट्री हामीले हिजो बनाएको थियौँ, यहाँ म लेख्दैछु डिप्रिसिएसन अकाउन्ट डिआर कुन एसेट्स माथि छ, पहिला प्लान्ट हैन, त डिप्रिसिएसन अकाउन्ट डिआर टु प्लान्ट अकाउन्ट। प्लान्ट, अब प्लान्ट यहाँ खोज्ने, प्लान्ट यहाँ छ 1,30,000, कति पर्सेन्ट भनेको छ 5%। डिप्रिसिएसन चाहिँ रेट दिएको हुन्छ या त एमाउन्ट पनि दिएको हुन्छ, त 1,30,000 को 5% कति हुन्छ 6,500 यो भयो। त फेरि अब एडजस्टमेन्ट खोज्ने, यहाँ छ एडजस्टमेन्ट डिप्रिसिएसन लेखेको छ, अन प्लान्ट कति भनेछ, डिप्रिसिएसन डेबिट साइडमा कति दिएछ 6,500, त 6,500 डेबिट साइडमा लेख्यो। के को छ, प्लान्ट को छ, प्लान्ट एन्ड मेसिनरी यहाँ छ, प्लान्ट एन्ड मेसिनरी इन्ट्रिजमा कुन साइड छ, क्रेडिट साइड छ, त प्लान्ट एन्ड मेसिनरीको खोज्ने, यहाँ क्रेडिट साइडमा एडजस्टमेन्ट कलममा हाल्ने, भयो यति भयो। त्यसपछि अब डिप्रिसिएसन फर्निचर माथि पनि छ, त यहाँ फेरि लेख्ने, इन्ट्री बनाउने, डिप्रिसिएसन अकाउन्ट डिआर 6,000, फर्निचर कति दिएको छ, फर्निचर हेर्नुहोस् न, फर्निचर 90,000 को सरी फर्निचर 1,20,000 को
5% भनेको 6000 अनि टु फर्निचर एकाउन्ट 6000 यो भयो। फेरि डिप्रिसिएसन कहाँ फर्निचर यहाँ लेखेको छ, फर्निचरको डेबिट साइडमा एडजस्टमेन्ट कलमको डेबिट साइडमा 6000 हाल्यो। फर्निचर माथि खोज्ने त फर्निचर यहाँ छ, फर्निचर कुन साइड छ एन्ट्रीमा क्रेडिट साइड छ, त यहाँ एडजस्टमेन्ट कलमको क्रेडिट साइडमा 6000 हाल्नु। यसरी भयो। त्यस्तै अब प्रिपेड इन्स्योरेन्स छ त प्रिपेड इन्स्योरेन्सको एन्ट्री के हुन्छ त प्रिपेड इन्स्योरेन्स डीआर टु इन्स्योरेन्स एकाउन्ट, प्रिपेड इन्स्योरेन्स एकाउन्ट डीआर त 2000 अनि इन्स्योरेन्स 2000। अब प्रिपेड इन्स्योरेन्स डेबिट साइडमा छ, प्रिपेड इन्स्योरेन्स यहाँ लेखेको छ थर्ड नम्बरमा, एडजस्टमेन्ट कलमको डेबिट साइडमा कति हाल्ने 2000 हाल्ने। के को एडजस्टमेन्ट छ इन्स्योरेन्स, इन्स्योरेन्स कहाँ छ यहाँ छ, इन्स्योरेन्स कुन साइड छ एन्ट्रीमा क्रेडिट साइड छ, इन्स्योरेन्सको क्रेडिट साइडमा हाल्ने। यति पोस्टिङ सक्यो। यो अकर्डिङ टु द इन्ट्री। इन्ट्री याद हुनु पर्यो, हिजो मैले भिडियोमा दिएको थिएँ त्यो मोस्ट इम्पोर्टेन्ट इन्ट्रिजहरू छ त्यसैको बारेमा कुराकानी गरेको थियौँ। अब यो एडजस्टमेन्ट कलमलाई र अनएडजस्टेड ट्रायल ब्यालेन्स कलमलाई एडजस्ट गर्ने, के गर्ने एडजस्ट गर्ने। जस्तो क्यापिटलको एडजस्टमेन्ट छ केही छैन, सिधै चाहिँ अनएडजस्टेड ट्रायल ब्यालेन्समा 2 लाख हालिदिउँ। सेल्सको केही छ एडजस्टमेन्ट छैन त 3 लाख सिधै हालिदियो क्रेडिट साइडमा। पर्चेजको यहाँ जुन साइड छ त्यही साइड हुन्छ एडजस्टेडमा, पर्चेजको केही छ एडजस्टमेन्ट छैन त सिधै डेबिट साइडमा हालिदियो 1,50,000, यहाँ डेबिट छ त्यसैले डेबिट साइडमा। पर्चेज रिटर्नको छ के एडजस्टमेन्ट छैन 10,000 सिधै क्रेडिट साइडमा हालिदियो। त्यस्तै सेल्स रिटर्नको छ के छैन त डेबिट साइडमा सिधै 20,000 हालिदियो। अब प्लान्ट एन्ड मेसनरी यहाँ छ हेर्नुहोस् त, यहाँ डेबिट छ यहाँ क्रेडिट छ कि छैन। जब अपोजिट हुन्छ भने के गर्ने सबट्र्याक्ट गर्ने, सेम साइड हुन्छ भने के गर्ने एड गर्ने। त 1,30,000 माइनस 6,500 गरेर 1,23,500 डेबिट साइडमा छ नि, यहाँ जुन साइड हुन्छ त्यही साइड हुन्छ। तर अपोजिट हुन्छ भने एडजस्टमेन्टमा मान्नुहोस् यो यहाँ डेबिट छ एडजस्टमेन्टमा क्रेडिट छ भने घटाएर लेख्छ, तर यो एडजस्टमेन्ट अनएडजस्टेडमा डेबिट छ यहाँ एडजस्टमेन्टमा डेबिट हुन्छ भने जोड्थ्यो। ठिक छ। अब वेजेस 70,000 छ र यहाँ एडजस्टमेन्ट कलममा वेजेसको पनि 10,000 छ भनेको 70 सेम साइड 70,000 प्लस 10,000 इक्वल्स टु 80,000 डेबिटमा, यहाँ डेबिट छ त्यसैले डेबिटमा। आफ्टर द्याट डेब्टर्सको के छ केही छ छैन त 30,000 सिधै डेबिटमा। क्रेडिटर्सको 1,80,000 केही छैन त सिधै क्रेडिटमा। स्यालेरीजको केही छैन त्यसैले सिधै डेबिटमा। फर्निचर यहाँ हेर्नुहोस् 1,20,000 यहाँ छ, यहाँ चाहिँ क्रेडिट साइडमा छ, 1,20,000 माइनस 6,000 घटाएर 1,14,000 डेबिटमा। क्यास एट ब्याङ्क केही छ छैन एडजस्टमेन्ट सिधै डेबिटमा 73,000। इन्स्योरेन्स यहाँ त यहाँ 7,000 छ अनि यहाँ क्रेडिट साइडमा कति छ 2,000 त घटाएर 7 माइनस 2 5,000। यति काम सक्यो। एडजस्टमेन्ट अब यहाँ तलतिरको हेर्ने आउटस्ट्यान्डिङ वेजेस एडजस्टमेन्ट कलममा कुन साइड छ क्रेडिट साइड, त यहाँ पनि क्रेडिट साइडमा। डिप्रिसिएसन अन प्लान्ट यहाँ डेबिट छ भने यहाँ पनि डेबिट साइडमा एडजस्टेडको। फर्निचर यहाँ एडजस्टमेन्ट कलममा कुन साइड छ फर्निचरको डिप्रिसिएसन डेबिटमा त डेबिटमा। प्रिपेड इन्स्योरेन्स चाहिँ एडजस्टमेन्ट कलममा डेबिटमा छ भने यहाँ पनि डेबिटमा। टोटल गरिदिने, यसको टोटल त अलरेडी क्वेसनमा दिएको छ 6,90,000। एडजस्टमेन्ट कलमको दुवै साइडको टोटल गर्ने 24,500 इक्वल आयो। त्यस्तै एडजस्टेड ट्रायल ब्यालेन्सको चाहिँ टोटल गर्ने 7,00,000 आयो। त हामीले एडजस्टमेन्ट इन्ट्रेस्ट थाहा हुन्छ भने यो लेख्नु पर्ने रफमा गर्ने या फेरि आफ्नो दिमागमा बनाउने, दिमागमा बनाउँदाखेरि नि सिधै पोस्ट गर्ने जरुरी छैन। यस्तै खाले क्वेसन्स एक्जाममा आउँछ र यो खाले क्वेसन गर्न सक्नुहुन्छ भने इजिली वर्कसिट पनि क्लास 12 ले इजिली गर्न सक्छ। त यही तरिकाले क्वेसन्सहरू इजिली हुन्छ एडजस्टेड ट्रायल ब्यालेन्सको, जस्तो सुकै क्वेसन गर्न सक्नुहुन्छ। केही प्रब्लम र क्वेरिज आउँछ त भने त्यो प्रब्लम र क्वेरिजको लागि कमेन्ट सेक्सन हुन्छ, कमेन्ट सेक्सनमा गएर आफ्नो क्वेरिज र प्रब्लम्सहरू र च्यानलको लागि केही फिडब्याक सजेसन्सहरू छ भने आफ्नो भ्यालुएबल सजेसन्सहरूलाई म वेलकम गर्छु। तपाईहरु त्यहाँ कमेन्ट गर्नुस् अनि त्यस अनुसारले त्यो त्रुटिहरू जुन प्रब्लम्सहरू छ त्रुटिज पनि भन्दिन, त्यो तपाईहरुको सजेसन्सहरूलाई म त्यसलाई लिएर हिड्छु र अगाडि गएर त्यो कुराहरू सच्याउँदै तपाईहरुको सामु अगाडि यस्तै अकाउन्टको रिलेटेड च्याप्टर्सहरू रिलेटेड प्रब्लम्सहरू तपाईहरु सामु पेश गर्न जान्छु। र आज छठको पावन अवसरमा म यो एडजस्टेड ट्रायल ब्यालेन्सको प्रब्लम सल्भ गर्न गइरहेको थिएँ र तपाईहरु सामु भिडियो पनि हाल्ने छु। र सबलाई छठ पर्वको हार्दिक मंगलमय शुभकामना। तपाईको परिवार र तपाईमाथि हैन छठी मैयाले तपाईहरुमाथि कृपा बनाइराखोस्, सँग सुखमय र समृद्धि सबै कुरा हासिल होस् तपाईहरुले, र सँगसँगै पढाइ पनि राम्ररी गर्नु, सरस्वती जीको पनि कृपा बर्सिरहोस् भन्दै आजको लागि हस्त शुभरात्रि र आगामी दिनमा अर्को च्याप्टर्सहरुको पनि कुराहरू
आइराख्छ। हस्, धन्यवाद।